आजको राशिफल मेषदेखि मीनसम्मका राशिहरूलाई आज के कस्तो शुभ अशुभ के कस्तो फल दिइरहेको छ यो सम्पूर्ण जानकारी लिएर म उपस्थित भएको छु। आज मिति 2082 साल माघ महिनाको 22 गते तदनुसार 2026 फेब्रुअरीको 5 तारिक रहेको छ र विशेष गरी आउनुहोस् पञ्चाङ्गबाट शुभारम्भ गरौँ। र आज सिद्धार्थी नाम गरेको संवत्सर रहेको छ। भगवान सूर्यनारायण उत्तरायण हुनुहुन्छ। ऋतुहरूमा शिशिर ऋतु रहेको छ भने आज बिहिबारको लागि भगवानको उपासना गर्दा ओम ब्रीम बृहस्पतये नमः यो मन्त्रको जाप गर्नुभयो भने अत्यन्त लाभ प्राप्त हुनेछ। त्यसैगरी हजुरले आजको दिन भगवान शिवको उपासना गरेर दिनको शुभारम्भ गर्नु लाभदायी मानिनेछ। त्यसैगरी अब जाउँ फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथि विशेष रहेको छ। आजको दिन 2:07 त्यसपछि पञ्चमी तिथिको शुभारम्भ हुनेछ। नक्षत्रमा उत्तरा फाल्गुनी नक्षत्र रहेको छ। त्यसैगरी योगमा सुकर्मा नाम गरेको योग रहेको छ 2:11 त्यसपछि धृति नाम गरेको शुभारम्भ हुनेछ। कर्णमा बवकरण 13:56 त्यसपछि बालवकरणको शुभारम्भ हुनेछ भने चन्द्रमा कन्या राशिमा रहनुभएको छ। योगमा मातङ्ग नाम गरेको योग परेको छ। त्यसैगरी आज सूर्योदय 6:50 हुनेछ भने सूर्य अस्त साँझ 17:46 हुनेछ। दिनमान 10:56 को रहनेछ। त्यसैगरी विशेष गरी यिनै र यस्तै प्रसङ्गहरू रहेका छन्। आज विवाहको विशेष लगन पनि रहेको दिन छ। तसर्थ यहाँहरूले नव दम्पतिको रूपमा पनि आजको दिन विशेष जोडीहरू धेरै देख्नुहुनेछ र कतिपयको त हजुरहरूको विवाहको दिन पनि होला। तसर्थ यहाँहरू सबैलाई विशेष वैवाहिक जीवनमा शुभारम्भ गर्दै हुनुहुन्छ भने शुभकामना भन्न चाहन्छु र त्यसैगरी ढिला नगरिकन आउनुहोस्। अब राशिफलतर्फ प्रवेश गरौँ। सर्वप्रथम मेष राशिबाट आज चन्द्रमा षष्ठम भावमा रहेकाले प्रतिस्पर्धा सङ्घर्ष र सेवा क्षेत्र सक्रिय रहनेछ। रोजगारीमा कामको चाप बढे पनि अन्ततः तपाईँकै पक्षमा परिणाम आउनेछ। शत्रु वा प्रतिस्पर्धामाथि तपाईँको हात लाग्नेछ अर्थात् तपाईँ विजय हुनुहुनेछ। त्यसैगरी भनौँ व्यवसाय व्यापार र अड्किएका कामहरू अघि बढ्ने समय समेत रहेको छ। स्वास्थ्यमा सामान्य थकान र पेटसँग सम्बन्धित समस्याहरू देखिन सक्छ भने प्रेम जीवनमा सानातिना विवादहरू आउन सक्छन्। बोलीबाट संयमता अपनाउनु भयो भने अवश्य पनि राम्रो भएर अगाडि बढ्नेछ। त्यसैगरी वैवाहिक जीवनमा जिम्मेवारी बढ्नेछ तर आपसी समझदारीको स्थिति सहज हुने समय रहेको छ। शुभ अङ्क 9, शुभ रङमा रातो र शुभ दिशा दक्षिण दिशा रहेको छ भने तपाईँले आज सम्पूर्ण शत्रुहरू नष्ट हुन् बाधाहरू पनि निवारण होस् भन्नुहुन्छ भने ओम नृसिंहाय नमः यो मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नुहोला। अवश्य पनि तपाईँलाई भगवान नृसिंहले रक्षा गर्नुहुनेछ, सफलता प्रदान गर्नुहुनेछ। तपाईँका शत्रुहरू दुश्मनहरू सबै नष्ट भएर जानेछन्। कार्यमा बाधा गर्नेहरूले अड्चन गर्नेहरूले सबै आफूलाई नष्ट गर्नेछन्। तसर्थ यो ओम नृसिंहाय नमः भन्ने मन्त्रको जाप भने अवश्य 108 पटक गर्नुहोला भन्दै आउनुहोस् वृष राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा पञ्चम भावमा रहेकाले बुद्धि सन्तान सुख र रचनात्मकता बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो प्रगति हुने समय रहेको छ। रोजगारीमा नयाँ अवसर प्राप्त हुने वा प्रशंसा मिल्ने योग समेत रहेको छ। व्यवसायमा नयाँ योजना वा लगानीबाट फाइदा मिल्ने सङ्केत देखिएको छ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम जीवनमा रोमान्स र आकर्षण बढ्नेछ। वैवाहिक जीवनमा सन्तानसँग सम्बन्धित शुभ समाचार सुन्न सकिने दिन रहेको छ। शुभ अङ्क 6, शुभ रङमा सेतो र शुभ दिशा पूर्व दिशा रहेको छ भने आजको दिन तपाईँले अवश्य पनि नभुलिकन ओम ह्रीम सरस्वत्यै नमः यो मन्त्रको जाप 108 पटक गरेर शुभारम्भ दिनको गर्नुहोला। यति गर्नुभयो भने जीवनमा धेरै ठुलो उन्नति र प्रगतिको सङ्केत आजको दिनले गर्नेछ भन्दै आउनुहोस् अब मिथुन राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा चतुर्थ भावमा रहेकाले घर परिवार र मानसिक शान्ति प्राथमिकतामा रहनेछ। रोजगारीमा स्थान परिवर्तन वा घरबाट
काम गर्ने अवसरहरू आउन सक्छ। व्यवसायमा घर जग्गा जमिन वा सवारी साधन भवनसँग सम्बन्धित कामहरू तपाईँका लागि लाभदायी हुन सक्छ। स्वास्थ्यमा छाती र श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू देखिन सक्छ। प्रेम जीवनमा भावनात्मक निकटता बढ्नेछ। वैवाहिक जीवनमा पारिवारिक साथ सहयोग मिल्नेछ। शुभ अङ्क 5, शुभ रङमा हरियो र शुभ दिशा उत्तर दिशा रहेको छ। तपाईँले विशेष गरी आजको दिन सम्पूर्ण सुखमा वृद्धि होस्, कार्यमा सफलता मिलियोस् भन्नु विचार गर्नुभएको छ भने तपाईँले शिव भगवानको दर्शन गरेर आजको दिनको शुभारम्भ गर्नुहोला। ओम नमः शिवाय यो मन्त्रको जाप अवश्य गर्नुहोला, किनभने कल्याण प्रदान गर्नेवाला, सम्पूर्ण दुःखलाई निवारण गर्नेवाला चन्द्रमा जो मनका कारक भगवान शिवले जसलाई शिरमा धारण गर्नुभएको छ, सम्पूर्ण मनका अनावश्यक सोच विचारहरूलाई समेत भगवान शिवको उपासना गर्नाले नष्ट भएर जान्छ र सकारात्मक विजयको, सकारात्मक विचारको बीजको चाहिँ हामीमा उत्पन्न हुन्छ, जसले गर्दा हाम्रो कार्यमा सफलता मिल्छ भन्ने विशेष जानकारी हजुरहरूमा आज राख्दै आउनुहोस् अब कर्कट राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा तेस्रो भावमा रहेकाले साहस, प्रयास र सञ्चार क्षमतामा वृद्धि हुने समय रहेको छ। रोजगारीमा नयाँ जिम्मेवारी वा छोटो यात्राको सम्भावना रहनेछ। व्यवसायमा लेखन, मिडिया, शिक्षा र अनलाइनबाट काम गर्दै हुनुहुन्छ भने तपाईलाई ठुलो फाइदा हुने देखिएको छ। त्यसैगरी स्वास्थ्य सामान्य रहनेछ। प्रेम जीवनमा खुल्ला संवादले सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनेछ। वैवाहिक जीवनमा भाइ बहिनी वा नजिकका आफन्तहरूको सहयोग मिल्नेछ। तसर्थ वैवाहिक जीवन पनि आजको दिन राम्रो रहनेछ। शुभ अङ्क 2, शुभ रङमा सेतो र शुभ दिशा उत्तर पूर्व रहेको छ भने आजको दिन तपाईँले पराक्रम, साहस र हिम्मतमा कमी नहोस् भन्नका लागि हनुमान चालिसाको पाठ गर्नु लाभदायी हुन्छ। अब यो सम्भव भएन भने ओम हम हनुमते नमः भन्ने मन्त्र अवश्य पनि जप गर्नुहोला भन्दै आउनुहोस् सिंह राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा द्वितीय भावमा रहेकाले धन, वाणी र पारिवारिक विषयहरू सक्रिय रहनेछन्। रोजगारीमा आम्दानी सुधार हुने समय रहेको छ। अनावश्यक खर्च नियन्त्रण गर्नु तपाईँका लागि राम्रो हुनेछ। व्यवसायमा नगद प्रवाह राम्रो रहनेछ। स्वास्थ्यमा दाँत, मुख वा घाँटीसँग सम्बन्धित समस्याहरू देखिन सक्छ र प्रेम र वैवाहिक जीवनमा पारिवारिक वातावरण सुखद रहनेछ। बोलीमा मधुरता राख्दा सम्बन्ध अझ सुदृढ हुनेछ। शुभ अङ्क 1, शुभ रङमा सुनौलो र शुभ दिशा पूर्व दिशा रहेको छ। तपाईँले आजको दिन विशेष लक्ष्मी माताको आराधना र लक्ष्मीको स्मरण गरेर शुभारम्भ गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी ओम श्री लक्ष्मी नमः अवश्य पनि यो 108 पटक जपेर दिनको शुभारम्भ गर्नुहोला। धन सम्पत्ति अनावश्यक खर्च हुने छैन, अझ वृद्धि भएर जानेछ। देवी माताको दर्शनले, लक्ष्मी माताको दर्शनले भन्दै आउनुहोस् कन्या राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास, निर्णय क्षमता सक्रिय हुनेछ। रोजगारीमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर तपाईलाई मिल्नेछ। व्यवसायमा नयाँ योजना सुरु गर्न अनुकूल दिन रहेको छ। स्वास्थ्य सामान्य राम्रो रहनेछ। प्रेम जीवनमा आत्मीयता बढ्नेछ। वैवाहिक जीवनमा आपसी समझदारी र सम्मान बढ्नेछ। शुभ अङ्क 5, शुभ रङमा हरियो र शुभ दिशा उत्तर दिशा रहेको छ भने आजको दिन आदेश चन्द्र श्री यमकुर्यात शिरको चन्द्रमाले स्त्री सम्पत्ति र ऐश्वर्य वृद्धि गर्ने हुँदा तपाईँले अलिकति मनलाई भने नियन्त्रण गर्नुपर्ने हुनसक्छ, किनभने चञ्चलता दिन सक्छ। चञ्चल मनद्वारा निर्णय नलिकन मनलाई संयमतामा अपनाएर ध्यान र योगको माध्यमबाट दिनको शुभारम्भ गर्दै विशेष गरी चञ्चल मनलाई नियन्त्रण गर्न सक्ने यस्ता भगवान श्री हरिको उपासना गर्दा ओम हरये नमः भन्ने मन्त्रको उच्चारण गर्दै विशेष दिनको शुभारम्भ गर्नुहोला, जसले गर्दा मनमा भएका नकारात्मक ऊर्जाहरूलाई हरण गरिदिनुहुनेछ र सकारात्मक ऊर्जाले तपाईँलाई ओतप्रोत बनाउनुहुनेछ भगवान हरिले। तसर्थ यो मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नुभयो भने अत्यन्त राम्रो हुनेछ भन्दै तुला राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा द्वादश भावमा रहेकाले खर्च र मानसिक व्यस्तता बढ्नेछ। रोजगारमा पर्दा पछाडिको काम वा गोप्य योजनाहरू सफल हुने समय रहेको छ। व्यवसायमा वैदेशिक कारोबार वा अनलाइनका माध्यमबाट फाइदा लिने समय रहेको छ। स्वास्थ्यमा निद्राको कमी देखिन सक्छ। आँखा सम्बन्धीका एलर्जीहरू आउन सक्छन् भने यी कुराहरूमा ध्यान दिएर अगाडि बढ्नु तपाईँको लागि राम्रो हुनेछ। प्रेम जीवनमा दूरीको महसुस हुन सक्छ। वैवाहिक जीवनमा धैर्यताको आवश्यकता रहेको छ भने वैदेशिक यात्रा र बसाइसराईको
सङ्केत समेत आज तपाईँलाई देखाएको छ। त्यसैगरी शुभ अङ्क छ, शुभ रङमा गुलाबी र शुभ दिशा पश्चिम दिशा रहेको छ भने जति पनि तुला राशिहरू हुनेहरू हुनुहुन्छ उहाँहरू अत्यन्त कोमल हृदयका हुनुहुन्छ, कोमल मनले भरिपूर्ण भएको हुनुहुन्छ। तसर्थ यो कोमल मनलाई अझ पनि कोमल बनाउनका लागि र साथै धन सम्पत्ति र अनावश्यक खर्चहरूलाई नियन्त्रण गर्नका लागि ओम कुबेराय नमः भन्ने मन्त्रको जाप गर्न सक्नुहुनेछ। तसर्थ अवश्य पनि 108 पटक ओम कुबेराय नमः भन्ने मन्त्रको जाप गर्नुभयो भने अवश्य पनि राम्रो हुनेछ। तपाईँले सोच्नुभएको चाहनुभएको कार्यमा तपाईँलाई ठुलो सफलता दिलाउनेछ भन्दै आउनुहोस् वृश्चिक राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा एकादश भावमा रहेकाले लाभ, मान सम्मान र इच्छापूर्ति हुने समय रहेको छ। त्यसैगरी रोजगारीमा बोनस, बढुवा वा प्रशंसा मिल्न सक्ने समय छ। व्यवसायमा मित्र र नेटवर्कबाट राम्रो फाइदा लिन सक्नुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम र वैवाहिक जीवनमा खुसी र सामाजिक कार्यक्रममा सहभागिता बढ्नेछ। ठाउँ ठाउँमा भएका सामाजिक कार्यहरूबाट मान सम्मान पद प्रतिष्ठा तपाईँलाई प्राप्त हुनेछ। त्यसैगरी आजको लागि विशेष शुभ अङ्क 9 रहेको छ भने शुभ रङ गाढा रातो र शुभ दिशा उत्तर दिशा रहनेछ। तपाईँले विशेष आजको दिन एकादश भावलाई सक्रिय बनाउनु पर्नेछ। तसर्थ एकादश स्थानका कारक भगवानको स्मरण गर्नुहोला जो धन सम्पत्ति सबै प्रदान गर्न सक्षम हुनुहुन्छ। तसर्थ आजको दिन तपाईँले विशेष गरी ओम वामदेवाय नमः भन्ने भगवान उत्तर स्वरूप पशुपतिनाथको वामदेव स्वरूपको ध्यान गर्नुहोला जसले गर्दा हजुरको सम्पूर्ण कार्यमा सफलता मिल्नेछ। फेरि पनि सुन्नुहोला ओम वामदेवाय नमः भगवान शिवको उत्तर स्वरूप हो। तसर्थ अवश्य पनि यो मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्नुहोला भन्न चाहन्छु। र आउनुहोस् अब धनुराशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा दशम भावमा रहेकाले कर्मक्षेत्र अत्यन्त सक्रिय रहनेछ। रोजगारीमा जिम्मेवारी बढ्नेछ र नेतृत्व गर्ने अवसर मिल्नेछ। व्यवसायमा सरकारी वा प्रशासनिक कामबाट तपाईँलाई लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा तनाव देखिन सक्छ। प्रेम जीवनमा समयको अभाव देखिन सक्छ। वैवाहिक जीवनमा व्यवहारिक सोच आवश्यक रहेको छ भने शुभ अङ्क 3, शुभ रङमा पहेँलो र शुभ दिशा दक्षिण दिशा रहेको छ। विशेष गरी दशम भाव भनेको कर्मसँग सम्बन्धित भाव भएकाले हजुरले ओम सिद्धि विनायकाय नमः यो मन्त्रको जाप गर्नुहोला। आज गरिएको कार्य काम सम्पूर्णमा सिद्धि प्राप्त होस् हे भगवान भनेर ओम सिद्धि विनायकाय नमः, ओम कुलदेवताभ्यो नमः भनेर कुलदेवताको स्मरणसहित सिद्धि दिनेवाला भगवान गणेशलाई स्मरण गरेर दिनको शुभारम्भ गर्नुभयो भने अवश्य पनि राम्रो हुनेछ भन्दै आउनुहोस् मकर राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा नवम भावमा रहेकाले भाग्य, धर्म र उच्च शिक्षामा प्रगति हुने सम्भावना रहेको छ। रोजगारीमा गुरु र विशिष्ट व्यक्तिहरूको सहयोग तपाईँलाई प्राप्त हुनेछ। त्यसैगरी व्यवसायमा कानुनी परामर्श वा प्रशिक्षणसँग सम्बन्धित कामहरू लाभदायी हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम र वैवाहिक जीवनमा विश्वास र सम्मान बढ्नेछ। वैदेशिक यात्रा वा अध्ययनको योग समेत रहेको छ। शुभ अङ्क 8, शुभ रङमा नीलो र शुभ दिशा पूर्व दिशा रहेको छ। त्यसैगरी नवम भाव भाग्य भाव भएको कारणले गर्दा आफ्नो गुरुको स्मरण गर्नुहोला। आजको दिन ओम गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः यो मन्त्रको स्मरण सहित गुरुदेवको स्मरण गर्नुहोला। जति पनि गुरुहरू हुनुहुन्छ उहाँहरूको स्मरण गर्नुहोला र त्यसैगरी आफ्नो कुल पितृहरूले मान्नुभएका जति पनि कुल देवताहरू कुल पितृहरूको स्मरण गर्नुहोला। जति पनि बुबा आमाले मान्नुभएको कुल देवता हुनुहुन्छ पितृ देवताहरू हुनुहुन्छ ओम कुलदेवताभ्यो नमः भन्ने यो स्मरण मात्र गर्नुभयो भने पनि ठुलो सफलता तपाईँले हासिल गर्न सक्नुहुनेछ भन्दै आउनुहोस् अब कुम्भ राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा अष्टम भावमा रहेकाले अचानक परिवर्तन, मानसिक उतार चढाव देखिन सक्छ। रोजगारीमा धैर्यको आवश्यकता रहेको छ। व्यवसायमा जोखिमपूर्ण लगानी टार्नु राम्रो हुनेछ। स्वास्थ्यमा पेट र रक्तचापसँग सम्बन्धित समस्याहरू देखिन सक्छ। प्रेम जीवनमा गोप्य कुराले तनाव दिन सक्छ। वैवाहिक जीवनमा संयम र विश्वासको आवश्यक रहेको छ। त्यसैगरी शुभ अङ्कमा तपाईँका लागि 4, शुभ रङमा नीलो र शुभ दिशा दक्षिण दिशा रहेको छ। त्यसैगरी भनौँ अष्टम भनेको मृत्यु भाव, सम्पूर्ण त्याग, रहस्य, गोप्य योजना कुराहरूले युक्त भएको भाव हो। तसर्थ तपाईँले अलिकति बच्नुपर्ने समय रहेको छ। कतै यात्रा गर्दै हुनुहुन्छ, विशेष समुद्रतिर हुनुहुन्छ, त्यसैगरी समुद्रमा स्विमिङ गर्दै हुनुहुन्छ भने जल तत्त्वहरूबाट विशेष बच्नुहोला। जलीय पदार्थहरूबाट बच्नुहोला। चिसोबाट जोगिनुहोला। त्यसैगरी सवारी साधन ड्राइभ गर्दै हुनुहुन्छ भने यो अलिकति विचार पुर्याउनु पर्ने समय रहेको छ। एक्सिडेन्ट दुर्घटनाहरू बढी चान्सेस हुने समय रहेको छ। अष्टम चन्द्रमा भनेको हानिकारक क्षति बनाउन सक्ने सम्भावनाले युक्त भएको हुन्छ र अनावश्यक तनाव, चिन्ता, टेन्सन दिने पनि हुन्छ। तसर्थ यो सम्पूर्ण दोष निवारण होस् भन्नका लागि आजको दिन तपाईँले ओम काल भैरवाय नमः भन्ने मन्त्र र ओम महामृत्युञ्जयाय नमः भन्ने मन्त्रको स्मरण गरेर अथवा मृत्युञ्जय मन्त्र
ओम त्र्यम्बकं जजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मुक्षीमामृतात् भन्ने मन्त्रको स्मरण गरेर दिनको शुभारम्भ गर्दा पनि अत्यन्त लाभ तपाईँलाई प्राप्त हुनेछ भन्दै आउनुहोस् अब मीन राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा सप्तम भावमा रहेकाले दाम्पत्य साझेदारी जीवन सक्रिय रहनेछ। रोजगारीमा सहकार्यबाट सफलता मिल्नेछ। त्यसैगरी व्यवसायमा नयाँ सम्झौता वा साझेदारी लाभदायक बन्ने समय रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम र वैवाहिक जीवनमा सम्बन्ध मजबुत बन्नेछ भने वैदेशिक वा पार्टनरसँग सम्बन्धित कार्यहरू गर्दै हुनुहुन्छ भने त्यसमा केही सजगता अपनाएर गर्नुभयो भने लाभ प्राप्त हुनेछ। शुभ अङ्क 7, शुभ रङमा हल्का पहेँलो र शुभ दिशा पश्चिम दिशा रहेको छ। आजको दिन मिटिङहरू आदि गर्दै हुनुहुन्छ भने पनि अत्यन्त राम्रो दिन रहेको छ। त्यसैगरी सप्तम चन्द्रमालाई साझेदारीको भावमा बस्नुभएका चन्द्रमालाई अत्यन्त राम्रो दिन रहनेछ। त्यसैगरी वैवाहिक जीवनदेखि लिएर हरेक कार्य र हरेक कौशलतामा सफलता प्रदान गर्ने समय रहेको छ। मीन राशिका लागि पनि भाग्योदय हुने दिनको रूपमा आजको दिनलाई लिन सक्नुहुनेछ भन्ने कुराको जानकारीका साथसाथै मेषदेखि मीनसम्मका राशिफलहरूले जे जस्तो शुभ अशुभ फलहरू वर्णन गरे पनि विशेष गरी तपाईँले सम्पूर्ण राशिफललाई पनि अत्यन्त राम्रो हुनेवाला आफ्नै राशिफलका मन्त्रहरू पनि हुन्छन्। ती मन्त्रहरूको स्मरण गर्नुहोला। जस्तो मीन राशिका लागि ओम ब्रीम बृहस्पतये नमः भन्ने मन्त्रको जाप मात्र गर्नाले पनि ठुलो सफलता प्राप्त हुनेछ। साथै मैले सबै राशिहरूले कुन कुन मन्त्रको उपासना गर्दा राम्रो हुन्छ दिइसकेको छु। तसर्थ आजको दिन अवश्य पनि यी मन्त्रहरूको उच्चारण गरेर दिनको शुभारम्भ गर्नुहोला। त्यसैगरी चिना कुण्डलीहरू देखाउन चाहनुहुन्छ भने विशेष गरी हाम्रो सम्पर्क नम्बरमा हजुरले सम्पर्क गरेर टाइम लेखाएर अथवा बुक गरेर समय लिएर चिना कुण्डली विश्लेषण गर्न सक्नुहुनेछ। त्यसैगरी हामीले सकेसम्म अत्यन्त राम्रो भनौँ न हजुरहरूको समस्याको समाधान गर्ने उपाय समेत चिनाको प्रेडिक्सन गर्नेछौँ भन्ने यो विशेष प्रण हजुरहरूमा राख्दै र विशेष गरी म फलित ज्योतिष आचार्य पुरुषोत्तम सेणै यहाँहरूको माझबाट बिदा हुन्छु। हस्त नमस्कार, नारायण, राधे राधे, हरि शरणम।